हेलो एभ्रिवान, सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा। अनि म चाहिँ सुस्मिता चामलिङ हो। अनि तपाईहरुले मेरो च्यानललाई आज फर्स्ट टाइम हेर्दै हुनुहुन्छ मेरो भिडियो भरे चाहिँ प्लिज सब्स्क्राइब गरिदिनु होला। अनि तपाईहरु सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु। अनि म पनि सन्चै छु। अनि हेर्नु यति धेरै पसिना एन्जल आज चाहिँ हाम्रोमा खतरा घाम लागिरहेछ हैन, बेहोसै हुने गरी यस्तो धेरै घाम लागिरहेछ। अनि त्यहाँदेखि मेरो पछाडि फुलहरु पनि देख्न सक्नुहुनेछ। क्यामेरामा म कस्तो आइरहेको छु मलाई थाहा पनि छैन हैन। आज चाहिँ म सुरुदेखि अन्तिमसम्ममा तपाईहरुलाई कसरी कागज लाइन्छ भनेर देखाउने छु। अनि सुरुदेखि अन्तिमसम्म हेर्नु होला, धेरै धेरै माया गरिदिनु होला। यति नै भन्दै अहिले म देखाउँछु ल। सुरुमा चाहिँ हाम्रो तवहरू यस्तरी खाली हुन्छ, खाली खाली देख्नु हुँदैन हैन। अनि खाली तवहरूलाई चाहिँ हामीले यहाँनिर यसरी लगाउनु पर्छ अनि यसरी सुकाउनु पर्छ। अनि सुकाएपछि कागज राम्रो बनिन्छ। हेर्नुस् ल, यसरी लोक्दा हुन्छ हैन। यसलाई कुटेर के गरेर यसरी लगाउनु पर्छ। अनि यसरी लगाइसकेपछि चाहिँ यो हाते कागज बनिन्छ, एकदम राम्रो कागज बनिन्छ। अब तपाईहरुलाई म भरे उकाउँदा देखाउने छु। मम्मीको पसिना हेर्नुस् गाइस कत्रो घाम लागेको के, यति धेरै गर्मी छ नि आज। कुन कुन ठाउँमा गर्मी छ भन्नु ल, म यो भिडियो भरे एडिट गरेर बोलिहाल्छु होला। यति धेरै गर्मी छ, यति धेरै गर्मी। घाम त के हो हेर्नु। यी मैले भर्खर तपाईहरुलाई देखाउँछु भनिरहेको थिएँ नि, यति धेरै सुकाइसक्यौँ होइन। अब यो कुनै सुक्दै गर्छ, कुनै लाउँदै गर्यो, त्यस्तै। त फ्याक्ट्री भन्दा साह्रो परिन्छ, तर हामी त्यस्तो धेरै लाउँदैनौँ। आज चाहिँ कति ट्रिप सुक्छ भने तपाईहरुलाई भन्नेछु ल। कति योसँग 2 ट्रिप होला कि कति ट्रिप हो। आज खतरा घाम लागिरहेछ नि त, फेरि बिहानै पनि लाउनु भयो मम्मीले, त्यही भएर यतिको छ। यहाँ मेरो फुलहरूले जति त अरूको फुलले फुलेन पनि होला सायद होला। हेर्नु मर्यो त, यता सुकिरहेछ, यता मरिरहेछ होइन। अनि यिनीहरूलाई पानी पनि सुक्यो होला नि त अहिले त। हेर्नु त्यहाँबाट होइन एउटा बोटै लुसेको छ, यस्तो धेर फुलेको छ नि। यिनीहरूले खत्रै फुलेको हो, फुल्न चाहिँ यिनीहरूले। पसिनाको त के कुरा गर्नु र। अनि गाइस यो लुक्तालाई चाहिँ यसरी धुनुपर्छ कि तपाईहरुले देखिराख्नु भएको थियो यो भाँडामा हो। त्यो लुक्तालाई चाहिँ यसरी धुएर यहाँ बोराबाट निकालेर पकाउनुपर्छ नि त सुरुमा। अनि यसरी धुने हो, निकाल्ने हो, अनि यहाँदेखि फेरि कुट्ने हो। यसको प्रोसेस चाहिँ कति लामो छ गाइस। यहाँनिर चाहिँ यसरी कुट्ने हो। अनि त्यहाँदेखि डेली यहाँ कुटिराख्नु भएको छ होइन। अनि हामी चाहिँ आज सबै मिलेर यहाँ काम गरिरहेको छौँ। चर्को घाम छ, त्यही भएर पानी पर्छ कि पर्दैन चाहिँ थाहा छैन। तर यहाँ डेली खतरा गरी कुट्दै हुनुहुन्छ भने यहाँ मम्मीले खेलाउँदै हुनुहुन्छ। गाइस यस्तो हुन्छ सुकिसकेर चाहिँ। म यहाँ राखेर देखाइदिन्छु, कहाँ राखौँ यहाँ राखौँ। अनि यस्तो हुन्छ होइन। अनि यसलाई सट्ट मार्दा पनि हुन्छ, नभए अब घाममा चाहिँ त्यस्तो धेरै मार्नु पर्दैन है गाइस। अनि यसरी उकाउने यति राम्रो हुन्छ, यसरी राम्रो हुन्छ। अनि यसलाई ठक्क उखाएर यता र उता चटचिटिकै मिलाउने। अनि यस्तो गर्ने। अनि यस्तो गरेर फेरि एकछिनमा यहाँदेखि उकाइन्छ। एकदम गाह्रो छ गाइस, यसरी गरिन्छ। अनि हामीले चाहिँ आज कति ट्रिप उठाउँछौँ म भरे भन्नेछु तपाईँहरूलाई। अब यसरी गर्नुपर्छ एकदम। हामी आज गरेका छौँ। घाम पनि यस्तो धेरै चर्को लागिरहेछ के भन्नु र साथ। अनि यस्तो चर्को घाममा चाहिँ म यहाँनिर मै खानु लागिरहेको छु होइन। सहरतिर मात्रै हो क्या ग्लास चल्ने, यहाँ गाउँमा त बटुकोमै खाने हो। यसपालि दुध दही मै त्यो नै खुवाउनु भएको छ। गाइस तपाईहरुकोतिर चाहिँ कतिको घाम लाग्यो होइन। हाम्रो चाहिँ हेर्नु त यस्तो फुलै ओइलिन्जेल लाग्यो के। हाम्रो चाहिँ कत्रो घाम लागेको होला। अनि मेरो बेगुनी फुल देखाउँछु ल। यहाँ हेर्नु बेगुनी फुल यस्तो भयो होइन। यस्तो भइन्जेल आजको घाम लागेको थियो। अनि मैले चाहिँ हतार पानी लगाइदिइहालेँ। कस्तो हेर्नु झन् यसको झन् निक्लेर हेर्नु यो बेहाल अवस्थामा छ। त्यही पनि केही छैन, यहाँको भाँची छ क्या। यहाँको हातमा चाहिँ मस्तै लागिरहेछ कालले। यहाँको भाँची छ यहाँको, त्यही पनि केही छैन। अब भाँची त गयो। हेर्नु यस्तो सुकेको कि एकछिनको घामले नै यो उलुक भइरहेको छ।
खतरा घाम लागेको नि त गाइस खतरा घाम हाम्रोमा चाहिँ खतरा लाग्यो अहिले पानी पर्नु खोजिरहेछ चर्खे घामको दर्खे पानी हुन लागिरहेको छ तपाईहरुकोतिर के कस्तो भयो मौसम कमेन्ट गर्नुस् ल हेर्नु माथिदेखि सुनिया चोकदेखि कुहिरो आउँदैछ हो यहाँ अनि पानी पनि अलिअलि आइरहेको छ गाइस हेर्नु मैले पानीपुरी खाना आँटेर छु हैन मसँग त्यस्तो चना मटर के थिएन त्यही पनि म खाँदै छु चाहिँ हो मेरो पानीपुरी पानी यस्तो मिठो भएको छ गाइस अनि अहिले चाहिँ राति हुनु आँटिसक्यो होइन अनि आज चाहिँ हाम्रो मङ्गलबार हो नि त हाम्रो होइन सबैको मङ्गलबार तर हाम्रो चाहिँ आज सङ्गति अनि यहाँनिर म चाहिँ जाँदैछु ब्याग बोकेर अनि मम्मी हुनुहुन्छ मम्मी यहाँ है अनि म यहाँ छु अनि भाइ पछाडि दिदी अगाडि आज चाहिँ हामी एकै लाइनबाट जानुपर्छ कि अनि सबैजना पनि देखिन्छ होला अनि म भिडियो यतिमै एडिट गर्छु किनकि भरेतिर भिडियो बनाउनु भ्याउँदैन ओके गाइस थ्याङ्क यू फर वाचिङ सबैजनालाई धेरै धेरै माया गरिदिनु होला यतिमै मेरो भिडियो एन्ड गर्न चाहन्छु बाइ बाइ गाइस लभ यु अल